हेलो एभ्रिवान, यो मेरो नयाँ च्यानल हो है। सबैजनाले सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला प्लिज। अब हामी खाना गइरहेका छौँ खाना है। आजको खानामा चाहिँ घिरौला र आलुको तरकारी है। घिरौला र आलुको तरकारी अनि खाना भइहाल्यो होइन। अनि मुला सलादमा चाहिँ मुला गाजर है। अनि तर मलाई चाहिँ यो खुर्सानी के एकदम मनपर्छ के, हरियो खुर्सानी फ्राई गरेर होइन। अनि नुन छर्किने के निकालेर अनि मलाई चाहिँ मै ल अब ल स्टार्ट है। ल सबैजनाले सपोर्ट गरिदिनु होला है। ल खाना थाल्यौँ ल। नयाँ है, मिठो गाइस, एकदम मिठो। यो सिजनमा फर्स्टचोटि खाएको यो नयाँ अब भर्खर निस्किँदैछ नि त घिरौला। हामी चाहिँ अब फर्स्ट दिन खाएको यो वर्षकोमा चाहिँ। Yummy guys. खानुहुन्छ मै दामी छ गाइस। वाह कति मिठो है घिरौला। मसँग होइन यो पाकेको फर्सी होइन, अनि यो घिरौला आलु होइन टक्क पारेर बनाउने अनि मही मिसाउँदै खाने। वाह मलाई चाहिँ एकदम मनपर्छ है त्यसरी खानु। हजुरहरूलाई कस्तो मनपर्छ? हुन्छ दामी हुन्छ राइट है। कस्तो मिठो भए, दामी भए। हामी चाहिँ जस्तो नेचुरल क्या, जस्तो मतलब इफेक्ट पनि केही नलाउने होइन। अनि जस्तो हामीले बिहान बेलुका जे खान्छौँ त्यही नै भिडियोमा अपलोड गर्ने भनेर चाहिँ बनाउने भनेर चाहिँ मैले यो च्यानल खोलेको होइन। नेचुरल क्या। अनि नानी पनि यो यस्तो भिडियोहरू खाएको भिडियोहरू बनाउन एकदमै रहर गर्छन् क्या। मिठो हुन्छ है। गिलासले छिप्यो नि त। मै फेरि कति मिठो भएको हो क्या। चियाको मही मिठै हुन्छ नि। लास्टको मिठो हुन्छ। प्याज
यो खुर्सानी फ्राई गरेको चाहिँ मलाई एकदम मनपर्छ। हजुर चिर्ने अनि त्यहाँबाट तेलमा फ्राई गर्ने अनि सट्ट निकाल्ने नुन छर्किने माथिबाट अनि खानासँग खाने। यो खुर्सानीको यो खानुहोस् यस्तो मिठो हुन्छ नि। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ है त्यसरी। पिरो मनपर्नेलाई चाहिँ मम्मी एकदम पिरो खाने है फेरि। हामीहरूलाई पिरोमा कसैले रोक्न सक्दैन है मामु। यसरी चाटेर खाएको मजा छुट्टै हुन्छ है। कतिपय धेरै जसो मान्छेले चाहिँ चाटेर खाने बानी हुन्छ है। मलाई नि कस्तो मिठो लाग्छ चाटेर खानु। हजुर एकैचोटि फेरि भानु खुर्सानी खान्छ। मिठो मम्मीले पकाएको त कति मिठो हुन्छ। यो मै हो कि दही हो भनेर होला यो मै हो है। मेरो चाहिँ सक्यो है। नानीको चाहिँ सकेको छैन, मेरो चाहिँ सक्छ। र फेरि भोलिको या भरेको भिडियोमा हेर्नु होला कस्तो लाग्छ। नजानेको भए पनि यसरी बनाउनुहोस् भनेर सजेसन दिनु होला हैन। हामी नयाँ हो, नजान्न सक्छ हैन। फेरि हामीसँग स्ट्यान्डहरू केही पनि छैन, यसरी भित्तामा टसाएर अनि त्यहाँबाट चाहिँ हामीले यो पहिलो कोसिस गरेको हो है।
सबैजनाले सपोर्ट गरिदिनु होला है, सबैजनाले सब्सक्राइब गरिदिनु होला। बाई। कोपिला भट्ट हो है मेरो आइडीको नाम चाहिँ। बाई बाई। फेरि अब भरे या भोलिको भिडियोमा आउँछौँ है।